महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। खुसी लाग्छ रमाइलो लाग्छ नाति वर्तमानमा यसरी लन्डनमा आउन पाइयो जुरा सबै खुसी लाग्छ बाबु मलाई। धेरै भाग्यमानी हुनुहुन्छ। भाग्यमानी छु भाग्यमानी। नमस्कार टिका अधिकारीजी हजुरलाई म चाहिँ आजको वर्तमानको मामा परेछु मामा हो अनि यहाँ चाहिँ आउन पाएको धेरै खुसी लागेको छ। अनि सबैजनाले चाहिँ के अरे हामीले भेट्न पाएको छौँ त्यसले गर्दा अझ त्यति धेरै खुसी छु होइन। अब यहाँ त अब सबैजना टाइममा आइपुग्नु भयो त्यही नै सबैभन्दा खुसीको कुरा हो होइन। यहाँबाट मात्रै नभएर स्कटल्यान्ड लन्डन चारैतिरबाट आउनुभयो टुबु ग्यादरिङ हुनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद सबैलाई। बाँकी त सबै कार्यक्रम स्मुथली चलिरहेकै छ होइन। अब नेपालको विधि अनुसार यहाँ चाहिँ देखिरहेको छ सबै हैन। नेपालको विधि अनुसार नै सबै कुराहरू हामीले गरिरहेका छौँ र नेपालकै विधि हो यो सबै हामीले गर्ने भनेको यहाँको कुनै पनि विधि चाहिँ फलो गरेको छैन है। यहाँ पनि अब आजको छोराको व्रतबन्ध भएको कार्यक्रम छ होइन। अब ऊ त यहीँ जन्मेको त्यसलाई त वर्तमान भन्ने थाहा पनि नहोला तर हामीले त ऊ त्यसलाई अलरेडी थाहा भइसक्यो अन्त ठाउँमा पनि गएर हेरिसक्यो नि त उसले होइन। त्यही कारण यो व्रतबन्ध भनेको चाहिँ यस्तो रहेछ यो यस्तो हुँदो रहेछ हाम्रो आफ्नो संस्कार यसरी बचाउनु पर्ने रहेछ भन्ने कुरो चाहिँ उसलाई पनि थाहा भइसक्यो अहिले। आज अब सर्वप्रथम त अब हामी यही व्रतबन्धकै कार्यक्रमको लागि भनेर काठमाडौँ नेपालदेखि हामी यहाँ आइपुगेका छौँ र अब यो अहिले सो अवसरमा हामीले पनि यहाँको सहभागिता जनाउन पायौँ खुसी लागेको छ। अब यहाँ जुन बर्मिङहाममा यो अहिले कार्यक्रम भव्य र सभ्यका साथ भइरहेको छ भन्ने कुरा मैले यहाँ मेरो आफ्नो प्रत्यक्ष आँखाबाट देखिरहेको छु। त्यस भएर म साह्रै खुसी छु र म लगायत मेरा परिवार मेरो अमेरिकाबाट छोरा र अरू उताबाट लन्डनबाट मेरा अर्को छोरा र बुहारी पनि आइपुगेका छन्। त्यस भएर यो मेरो वास्तवमा यहाँ भन्नुपर्दा यहाँ हाम्रो बाबुराम यो राम यिनीहरू पनि मेरै नातेदारमा पर्नुहुन्छ। त्यस भएर खुसी लागेको छ म यति भन्दै अब धन्यवाद हजुरलाई धेरै धेरै थ्याङ्क यू। अनि के छ विशेष आज धेरै खुसी हुनुहुन्छ छोराको व्रतबन्धनमा? म एकदमै खुसी छु र के अरे सबैजना अब बोलाएको जति अब आइदिनु भएको छ अझ पनि आउनुहुन्छ भन्ने आशा छ होइन। अब यो मेरो छोराको के अरे व्रतबन्ध चाहिँ सबैले मिलेर सफल गराइदिँदै हुनुहुन्छ अझ बाँकी नै छ होइन। अब सफल हुँदैछ भन्नु पर्यो। थ्याङ्क यू सो मच। ओके हामीसँग हुनुहुन्छ अनमोल जसको आज व्रतबन्धन छ। अनमोल हाउ यु टुडे? I'm good. You're feeling good today? Vartabandhan, you understand Vartabandhan? Yes. What is it about? I want her to answer Okay, the question. all right, that's good, yeah. Okay. Yeah. It's a great ceremony Yeah. and it symbolises new beginnings and Wow. it marks a boy becoming a man, Wow. isn't it? Uh-huh. And yeah, Yeah. And how are you feeling today? feeling very happy. My younger brother's Bartabanda. Uh-huh. Very, very happy. Are you nervous? A little bit. Just a little bit. Very good. Any message to your family relatives all over the world? Thank you for coming. And Omar? Have a good time. Okay. Thank you. Thank you.
ओम भूर्भुवः स्वः पात्राय नमः तल राख्छु देवो जातिवनानि पश्यन् ओम भूर्भुवः स्वः गणेशौर्याय नमः ते पछाडि राख्छु यसलाई करोमि दुरितं नियन्याद ओम भूर्भुवः स्वः परब्रह्म स्वरूपे जगत् साक्षिणे से सूर्यनारायणाय नमः काइन यो पनि होला नि त हैन त्यो पनि हो नपड्या गणेशौर्याय नमः पाइन राख्छु हजुरको प्रकाशले भन्छ सम्झेर श्री भगवान् नमस्कार गणेशौर्याय नमः ओम दिवाकराय नमः आर्यमणे नमः विवस्वते नमः भरगान नामने पुरुषाय शाश्वते सहस्रकोटि युगधारणे नमः सर्वचराको जल यो अर्घ जल यो पञ्चामृत जल यो शुद्ध जल सबै जलहरूले पूजा गर्नु यो पनि हो के त्यो पनि हो यो पञ्चामृत जल सर्प जस्तै हो क्या घुमिरहने संयोगले भेटिन्छ फेरि कस्मै देवाय हविखापिदेम ओम भूर्भुवः स्वः दीपस्त देवताभ्यो नमो नमः तत्सहस्ताय जशासनाय जलादिनाथाय नमो नमस्ते ओम भूर्भुवः स्वः अपां पते बं वरुणाय नमो नमः ओम सम्पूजकानां परिपालकानां जितेन्द्रियाणां च तपोधनानां देशे च राष्ट्रे च कुले च राज्ये करोतु शान्तिर्भगवान् गणेशः गोप्टाएर गर्छ उते बत्ती पनि छ दाजीको अगाडि नि त यो एउटा त बत्ती बाल्ने भाँडो छ त्यहाँ यो राजन्य कृतः ऊरु सादशद्वैतः पृथिव्यां भूतो द्रोवाजायत वनस्पतिरसो धूपो गन्धाद्यो गन्धौतमम् आग्रेय सर्वदेवानां भूपोऽयं प्रतिक्रियतां धूपमाग्रापयामः धूपान्ति सुतस्य दीपम् ॐ चन्द्रमा मनसो जातचक्षुः सूर्यो अजायत श्रोत्राद्वायुश्च प्राणसमुखात् बहिरजायत रेतवर्तसमायुक्तं वैनायुक्तं मया दीपं गृह्णाति यहाँ से पूजा गर्नुहोस् त ब्रह्मा विष्णु यहाँ ब्रह्माजीलाई सम्झेर ओम ब्रह्मजन्यानां प्रदत्ततः गन्धाक्षपुष्पाणि समर्पयामि नमस्करोमि यथामृतचारे पूजनम् अर्चनं वन्दनं समर्पयामि नमस्करोमि ओम भूर्भुवः स्वः ब्रह्मणे नमः फल बाबु निकाला फल निकाला अर्को एप्पलहरु होला ऑरेन्जहरु एप्पल ऑरेंज बनाना दे तो निकाले ओम ब्रह्मणे नमो नमः दाहिने कानतिर देब्रे कानतिर र पछाइपट्टि र तिनतिर मिलाइदिनुहोस् ओम भूर्भुवः समर्पयामि नमस्करोमि तत्सन्नमः ततः ओम शिवो नाम शिशुदे पिता नमस्ते अस्तु मामा एक कोसे यतिको लागि ल खिचेर बाटोमै लानु क्या यहाँ फेरि सबै परि होला कपालले टायर छ नि त बिचारा हिजोदेखि काम गरेर हो एउटा ल कहिले गएर यतातिर आएर ल बाल काटेर ल हो मैले पर्दैन लाइदिनु लगाइदिस लगाइदियो गीत दिसो त यो भयो के
जुगान लाग्दै हो अलि लगाइदे ल जाऊ हामीले भिक्षा दिनुपर्छ है मैले त पर्छ ईशान्यपट्टिको जहाँ काहीँ हुन्छ गणेशजीलाई शिवराज ओम भूर्भुवाय च नमः शङ्कराय च महेश्वराय च नमः शिवाय च शिवधराय च उतै राखिदिन्छु एक मिनटमा हामीले खान्छ वामाङ्के गिरिजाननं कटितटे शार्दूलचरमाम्बरम् मायाय शरुणद्दि विश्वमखिलो बेलुका भइ आउनुपर्छ होला है बाबा र मम्मीलाई बेलुका आऊ फुटबल खेल्न गयो नि के केशवानन्त वासुदेवरमते वासनाथ वासुदेव जल सिप्स माथि एउटा जल हातमा लिने अनि त्यसलाई तल राख्नु सरी हातमा जल हो त जल देवानां पूजनीया श्रेवणे तथदेव यस्मात् मता शान्ति प्रयक्षमे ओम नमः नमस्कार नानीहरूलाई भोग लागेको ग्रहणाधिकार जातं ब्राह्मणद्वारा तथा च ब्राह्मणद्वारा अर्चनात्मक जपात्मक हवनात्मक ब्राह्मणम् एभिः चन्दन गन्ध पुष्पादिभिः वर्णम् अहं करिष्ये तत्सन्नमः आयुमे तलीय धारणै विनियोगः फिर्तास्मते यो मे दण्ड इति मन्त्रस्य एक देवता दण्डगणे विनियोगः स्मृति फेरि ओम भूर्भुवः दण्डगणे विनियोगः फिर्तास्मते उत्थाय शेष देवता दण्डगणे विनियोगः स्मृति फेरि तत्सन्न ओ थैंक यू यो पनि त्यही रहा ओम कलशे बम वरुणाय नमः गन्धाक्षत पुष्पाणि समर्पयामि नमस्कारामि 20 का चढाइदेऊ है गणेशलाई कान पनि राखियो छ दाजु कान पनि देख्न पाउँछ कानमा कुण्डल त अब कानमा दुलो त छैन के को कुण्डल लाउँछ ओम चौरस्ते महत पुण्य मिलाइदिन्छ यो दुईटा हात चाहिँ माथि 3 पटकसम्म ओम एहि सूर्य सहस्रांशो तेजो राशि जगतपते अनुकाम्पय मामक्त्या ज्ञानं दिवाकर ओम सावित्र्यै नमः ओम सरस्वत्यै नमः अग्निवर्णाभ्यां नमः स्वाहा ओम अग्निवर्णाभ्यां नमः स्वाहा लोडिङ छ है होला माथि छ यहाँ पनि एकै लेभल छैन चावडा कुर्ती उतार नमः शिवाय
एकजना बुवा समात्नु पर्यो नि यहाँ उसले यो बोक्नु पर्यो नि अर्को मान्छे सवारी हुन्थ्यो झोला क्या झोला छैन झोला मुख सानो भयो क्या सबै मुख यही बस्ने के यसो घुमेर आउँदैछ लास्ट चाहिँ यो एन्ड भयो तर मैले फर्स्टमै दिएछु राइट भएर दिएँ क्या अनि मैले ठिकै दिदी र मम्मी फेरि गर्ने हो क्या हुँदैन त्यसो चाहिँ म पनि आउनुपर्छ यस्तो गर्नुपर्छ अब यो सेकेन्ड लास्ट हो लोबी गरेर
यस्तो ब्याग अर्को चाहियो अर्को यहाँबाट खनाइदिनु यसमा हाल्ने ठिकै छ चाहिन्छ अब यो भ्याइएपछि चाहिन्छ कि अब
होइन आमा बुवालाई आमा बाले ल अब त्यसपछि मामा आमा हजुरआमा मामा हो त्यसरी ओहो बाबु हट त टिका लाउनु बाइक छ ओके ल आशीर्वाद झोला भेट्छ अरू फुलहरू पनि छ यहाँ गर्नुपर्छ होला यता मैले लगाइदिने होइन हजुरले मैले भन्न खोजेको हजुरको सँगै लगाइदिनु भयो नि लगाइदिनु धेरै धेरै आशीर्वाद ज्ञानी हुने भनेको मान्ने छ त्यहाँ के दिने पर्ने होइन अर्को छैन उसलाई लेखेर होइन एउटा झोला चाहियो नि त फोटो त्यसपछि एउटा रुमाल भइदिएला क्या अनि अब पछि अहिले हुन्छ पहिला यहाँ हामी एउटा ग्रुप पहिला फ्यामिलीको मात्रै गरेर फोटो निकाल्नु किनभने अहिले सबैले सजिलो हुन्छ होइन अहिले त भइसक्यो ल यो त समात्नै गाह्रो छ यसरी गर्दा उसले फोटो निकाल्नु पैसाहरू पहिला आउने कि होइन नि त आइदियो त आइदियो त्यो लगाएपछि कता गएको आइदियो उयो नि
पहिला फ्यामिलीको अलग अलग फोटो निकाल भाइसँग जान्छ आशीर्वाद दिनु पर्यो त्यही राख्नु यहाँ टिका त उहाँ हो दाइहरू अनुकूल भनेपछि त्यसको व्रतबन्ध चाहिँ पढ्ने ज्ञानी हुनेसँग सम्बन्धित छ बुझ्यौ एकदम धेरै ज्ञानी हुने विद्वान हुने है व्रतबन्ध ढिलो मैले 28 वर्षमा गरेको बिहा गर्नेको समयमा अरूले चिन्नु भयो आएदेखि बाबु भयो गाडी बढाउनु पर्छ मम्मी डाडीको खत्री र खड्का एउटै हो क्या के भन्दा खत्री कि छोरी ल्याउँछ कि होइन त यो अझै ज्ञानी बन्नु राम्रो राम्रो कुरा सोच्नु राम्रो सोच्ने सोचे जतिको पुग्ने हो सँगै हो अर्को चाहिँ नहुँदा अनमोल कत्रो भयो थाहा भयो एउटा सानामा लडाइँ गर्छ
तपाईँको त्यो हो क्या अलिकति भाइरल छ नि त्यसले गर्दा जगदीश हरे प्रभु जय जगदीश हरे
समितः कृताः देवादजनं तर्वाण अवदन् पुरुषं पशुम् ॐ कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि त्वमेव माता च पिता त्वमेव बन्धुः सखा त्वमेव विद्या द्रव्यं त्वमेव सर्वं मम देव देवी प्रपन्नाति हरे प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमेश्वरी देवी थालीमाथि राखेको फुल्लेर पुष्पाञ्जली गर्नु सबैले हातमा फुल लिनुहोस् पुष्पाञ्जली सबैलाई दिनुहोस् ओम जन्मेन जन्मय जन्ता देवास्तानि धर्माणि प्रथमानि दन्तिः प्रचोदयात् ओम तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् ओम नारायणाय विद्महे वासुदेवाय धीमहि तन्नो विष्णुः प्रचोदयात् सेवन्ति कावकुलचम्पकपाटलाब्जये पुन्नागजातिकरवीररसालपुष्पै बिल्वप्रबालतुलसीदलमञ्जरेभे त्वां पूजयामि जगदीश्वर मे प्रसीद सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णुं शिरसा चतुर्भुजम् सम्पूजकानां परिपालकानां जितेन्द्रियाणां च तपोधनानां देशे च राष्ट्रे च कुले च राज्ञे करोतु शान्तिर्भगवान् गणेश वन्दे देवमुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दः प्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम् ॐ करारविन्देन पदारविन्दं मुखारविन्दे विनिवेशयन्तं वटस्य पतरस्य पुटे शयानं बालं मुकुन्दं मनसा स्मरामि सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणि नमोऽस्तुते नानासुगन्धिपुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्तं गृहाण परमेश्वर गृहाण परमेश्वरे मंत्र पुष्पांजलि समर्पयामि। बोलो विनता गणेश भगवान की जय, लक्ष्मण भगवान की, उमा महेश्वर भगवान की, राधा सर्वेश्वर भगवान की, कैलाशाधिपति भगवान की, गायत्री मैया की, महाकाली मैया की, महालक्ष्मी मैया की, सावित्री मैया की, गौ माता को, लक्ष्मण भगवान को, अन्नपूर्णा भवानी को, राधा कृष्ण भगवान को, सीतारामचंद्र भगवान को, पवन पुत्र हनुमान को, राष्ट्रदेव पशुपतिनाथ भगवान को, मुक्तिनाथ भगवान को, महेश्वरी भगवती को, ऋषिकेश धाम को, ऋषुंगा धाम को, विंध्यवासिनी भगवती को, पाथिबरा माई को, नाग देवताहरू को, कर्ता का कुल देवताहरू को, कर्ता का पितृदेवताहरू को, संपूर्ण पितृहरू को, व्रतबन्ध यज्ञ को, अग्निवैश्वानर भगवान को, चारै वेदहरू को, 18 पुराणहरू को, आफ्ना आफ्ना गुरु गोविन्दहरू को, सबैका माता पिताहरू को, सबैका बाल गोपालहरू को, देवघाट धाम को, त्रिवेणी धाम
धामको बराह क्षेत्रको रुरु क्षेत्रको बागलुङ कालिका भगवतीको नेपाल जननीको हिन्दू राष्ट्र नेपालको आजको आनन्दको सत्य सनातन वैदिक धर्मको सत्य सनातन वैदिक धर्मको ओम हर 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 महादेव शम्भो जय जय श्री राधे आरती दिखाओ सबैले ओम तकगते भयतां पुरता चक्रमचरता वसेमचरता सत्यदेवचरता सतभवनया मचरता सतमया मचरता सतमनीना सबैले आरती दर्शन गरौँ है आरतीको महादेवी यथाय गुरु यत स्तोत्र पाठे जगदम्बिके मया विसर्ग व्यक्षरहीनमेतं सदा सम्पूर्णतम प्रसाद संकल्प सिद्धिसदै बचायताम् ओम नारायणार्पणमस्तु ओम कस्त भन्नुस् ओम कस्तो तत्व छ तिम्रो है कस्ता छौ परमेश्वर जस्ता छौ परमेश्वर त्यस्तैलाई नमो नमः जुन अक्षर पदभ्रष्ट भयो मात्रा छुट्यो कि हेर त्यो सारा क्षमा दिई खुसी हौ परमेश्वर परमेश्वरी हरिहरमा अर्पण गर्दछु कुनै त्रुटिहरू भएको रहेछ नमस्कार ओम नमो नमः अपराधः क्षम्यताम् अब मैले लगाउनु सकेर अरू केही छैन अब त्यसपछि भगवान्लाई बिदा गरिदिनु सबै समाधान पूजा घालुवाहरूमा पर्छ पुष्प औटी निकाल्नु भयो पुष्प औटी निकाल्नु ल नचाउने माहौल सेटिङ गर्नु पर्छ सात्वितं तोयं यथा गच्छति सागरं सर्वदेव नमस्कारः ओम ब्राह्मणिताय च जगद्देवताय कृष्णाय गोविन्दाय नमो नमः नारायणं रक्षतु यसरी यो रातोले यसो गरिरहेको जगद्देवताय कृष्णाय गोविन्दाय नमो नमः एकजना अनमोले जाऊ
छोरी कता गइन् छोरी छोरीले नि भन्ने हो नि नानीलाई बोलाउनुहोस् न डोरो भन्नु नानीलाई घरको नानीलाई कता त्यो अगाडि गइसक्यो कहाँ गइसक्यो सदा प्राप्तिर्जीवलोके सदा देवी सदा सुखी मन्त्रार्था सफला सन्तु चोदः सन्तुला बुद्धिना सत्तो विघ्नानां हृदयस्तवः नारायणो रक्षतु सदा वसत वैकुण्ठे सदा दर्शनके सदा प्राप्तिर्जीवलोके सदा देवी सदा सुखी मन्त्रार्था सफला सन्तु चोदः सन्तु भाउजू त्यहाँ गुरुको लागि खाना उ गरे भने डोरो बाँध्न बाँकी डोरो बाँध्नु पर्छ रक्सेमा चलमा चलाको दिल्ली म खिचिदिन्छु कि भ्याइयो त
के भयो दुर्गति नासिनी दुर्गा जय जय काल विनाशिनी काली जय जय दुर्गति नासिनी दुर्गा जय जय काल विनाशिनी काली जय जय दुर्गति नासिनी दुर्गा जय जय काल विनाशिनी काली जय जय दुर्गति नासिनी दुर्गा जय जय काल विनाशिनी काली जय जय हरे लाभ भयो सक्नु सक्नु यो पनि रामको यो भाका चाहिँ खुब मनपर्छ यो पनि रामको भन्ने थियो आउँछु भन्दै भन्दै चाहिँ भिडियो बोलेको प्रतिमाहरू आउने त्यो भन्थे पनि रामको आउलान् के रे उनीहरू आउँछ प्रतिमाहरू आउँछ भन्नुभएको थियो खै यहाँ बोल्न भनिराख्नु भएको के रे थाहा छैन भन्छ कि मैले त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको आँखामा त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको त्यो पनि रामको त्यो पनि रामको सारा संसार रामको म पनि रामको हरे नाम संकीर्तन यज्ञको उपनयन यज्ञको पशुपतिनाथ भगवानको बाँके बिहारीलाल भगवानको मुक्तिनाथ भगवानको सालग्राम भगवानको काली गण्डकीको देवघाट धामको भक्तर भगवानको श्यावर रामचन्द्र भगवानको नवदुर्गा भगवतीको महाकाली महालक्ष्मी महासरस्वतीको जय जय हो जय जय